मलाई सबभन्दा धेरै सोधिने क्वेसन चाहिँ के हो भने दाइ तपाईँले त्यस्तो त्यस्तो भिडियो बनाउनुहुन्छ त्यस्तो त्यस्तो भिडियो बनाउनुहुन्छ तपाईँलाई कसैले केही भन्दैन भनेर सोध्छन् होइन हु केयर्स के मतलबै छैन के अब यस्तो हो अब तिमीले अरूको बारेमा सोध्छौ भने तिनीहरूले तिमीलाई झन् पेल्छन् त्यही भएर कसैको बारेमा सोच्ने होइन कसैको मतलब कसैको केही खाइदिएको छैन किन डराउने यार किन डराउने भन न तिमी त्यो मतलब भएन कि कसले के सोच्छ आफ्नो बारेमा भनेर त्यसले मतलब पार्दैन आफूले आफ्नो बारेमा के सोचिन्छ भन्ने कुराले धेरै फरक पार्छ त्यसैले मतलब दिने होइन अरूको जेसुकै सोचुन् बालै भएन नि यार आफ्नो जिन्दगी हो आफ्नो चोइस हो आफूले केही गर्छु लाइफमा भनेपछि आफ्नो तरिकाले गर्ने हो कि मतलबै छैन तिमी जति अरूको केयर गर्छौ त्यति तिनीहरूले झन् हेप्छन् बाल छैन ए ढुक्क हो क्या यस्तो हो जब तिमीलाई तिनीहरूले ल्याएर 1 रुपियाँ कमाएर दिँदैनन् भने किन बाल गर्ने तिनीहरूले त रोक्ने मात्र हो तिमीलाई त अगाडि बढ्नबाट हो त्यसैले सब चिज भुलेर मतलबै छैन आफू भनेको कन्सिस्टेन्ट हुनु पऱ्यो आफूले रेगुलर भिडियो दिनु पऱ्यो म पनि छैन त्यो होइन तर आजबाट चाहिँ हुन्छु भन्ने छ भए पनि कन्सिस्टेन्ट हुनु पऱ्यो मतलब नदिने त्यो भन्छन् अरूले भन्छन् त्यो त हो हामीलाई नि भनिराख्छन् हो ल हुन्छ मात्र भनिदिने तिनीहरूको अगाडि अनि आफ्नो काम चाहिँ कन्टिन्यू गर्ने हो बालै भएन नि अरूको त बालै छैन टेन्सन लिने होइन